हजुरहरूलाई मेरो ब्लगमा आज चाहिँ म घाँस काट्न जाँदैछु। हेर्न सक्नुहुन्छ हाम्रो गाउँको भ्यू। पछाडि चाहिँ मेरो दिदी हुनुहुन्छ, दिदी र म जान लाग्छौँ। साथीहरू हामी चाहिँ जाँदैछौँ, बाटोमा छौँ, चाहिँ टाढा छ, अझै पुग्छ। मलाई चाहिँ ढुङ्गा लगाएर गरिरहनु मन लागिरहेको छ। अनि मेरो साथी चाहिँ दिदी हुनुहुन्छ, त्यो हजुरलाई चाहिँ म एउटा कुरा देखाउँछु। हेर्न सक्नुहुन्छ, खानेमा आउन सक्नुहुन्छ। हेर्नु त पाकेर कस्तो भएको छन्। हाम्रोतिर चाहिँ बयर भन्छौँ, हजुरकोतिर के भनिन्छ कमेन्ट गर्नु होला। साथीहरू हामी चाहिँ बयरसर खाएर आफ्नो गन्तव्यतिर हिँडिसकेको छौँ। अझै पुगेको छैनौँ, हामी पुग्छौँ एकछिनमा। त्यसपछि घाँस काटेर घरतिर जान्छौँ। साथीहरू हामी चाहिँ अब पुग्न लागेको छौँ। हेर्न सक्नुहुन्छ, यस्तो छ भ्यू चाहिँ। दिदीले चाहिँ बारी बाँध्दै हुनुहुन्छ। अनि सक्नुहुन्छ मेरो हालत यस्तो भएको छ। साथीहरू हामी चाहिँ भारी सारी टाउकोमा हालेर घरतर्फ हिँड्न लागेको। अनि त्यसपछि चिसो छ, जाडो भइरहेछ। अब साथीहरू हामी चाहिँ घरतिर जान लागेको। बाटोमा निस्किसक्यौँ। अनि मलाई चाहिँ बोल्न खासै आउँदैन। अनि जस्तो भए पनि हेरिदिनु होला, माया गरिदिनु होला। अनि मैले चाहिँ फर्स्टचोटि यसरी भिडियो बनाइरहेको छु, त्यही पनि कस्तो हुन्छ भनेर। अनि जाडो भइरहेको छ, कस्तो घामै देखिन। आज भोलि 3-4 दिन भयो हाम्रोतिर त फर्स्टै जाडो परिरहेको छ साथीहरू, गाह्रो छ। अनि यति भन्दै मेरो ब्लग है समाप्त गर्छु। हस्त नमस्ते, बाई बाई।